होला कति राम्रो बनाइदिएको छ बस्ने ठाउँ यहाँ रुख छ। गुड मर्निङ गाइस, आई होप तपाईहरु सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु गाइस। तपाईहरुलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ म मन्दिर घुम्न आएको छु। यो सप्तरीको यो भगलपुर भन्ने ठाउँमा बलुवातिर छ यो मन्दिर। यसमा चाहिँ भदौ महिना मेला लाग्छ क्या, बोलबम जस्तै। हाम्रोमा उता सुनसरीतिर साउनमा लाग्छ, यता भदौमा लाग्छ। एकदम भिड हुन्छ गाइस। अनि मेरो साथीको घरभन्दा नजिकै छ नि त, त्यही भएर हामी यता घुम्न आएको छौँ। मन्दिरको गेट श्री शिव पार्वती वज्रेश्वरनाथ मन्दिर। अब चाहिँ म भित्र जाँदैछु। कान में मांगे से बची के यो नन्दीलाई चाहिँ कानमा विश माग्नुपर्छ गाइस, त्यही भएर म पनि माग्दैछु विश। अब चाहिँ ढोगेर म यता बागतिर जान्छु। यता पनि ढोगिसके। सानो शिवलिङ, यहाँ चाहिँ सबभन्दा ठुलो शिवलिङ। अरू यहाँ इनार पनि छ गाइस। यहाँ इनार छ, धेरै वर्षपछि देखेको मैले इनार। ढोग्नु पर्यो अब। यता रहेको छ हनुमानजीको मूर्ति। हामी जान आँटेको गाइस, मन्दिरको सफर पुरा भयो। हेर्नुहोस् है, बलुवा गाउँमा यत्रो आँपको बगान छ, आँप फलेको छ। यहाँदेखि त्यहाँसम्म बगानै बगान छ गाइस। आउनु होला बलुवा गाउँमा आँप खानलाई। गाइस यहाँ आँपको बगान छ, तर बिचमा वाल छ। हेर्नुहोस् यहाँ विश्राम गर्ने ठाउँ, गर्मी महिना यहाँ आएर बस्नु होला। कति राम्रो बनाइदिएको छ बस्ने ठाउँ। यहाँ रुख छ, यहाँ छाया छ। रुखको छहारीमा बस्ने ठाउँ बनाइदिएको छ एकदम मजाले। पुरै गाउँ घुम्दा घुम्दा थाकिसक्यौँ गाइस। हामी चाहिँ यहाँ पिपलका रुखमुनि रेस्ट गर्दैछौँ। यहाँ बस्ने ठाउँ बनाइदिएको छ कि, अनि हामी यहाँ बसेको छौँ। कति राम्रो छ, वाउ। गाइस म चाहिँ बलुवाबाट फर्केर फेरि सप्तरीदेखि इनार आइसकेको छु। अब चाहिँ म घर जान्छु गाइस। नयाँ लुगा लगाएँ, फेरि अघिको लुगा फोहोर भएको थियो कि, त्यही भएर त्यो धोएर अब चाहिँ नयाँ लुगा फेरि लगाएको अर्को। अब चाहिँ एकछिनमा घर जाने। 2 दिनदेखि साथीहरू, म त इनारबारदेखि विराटनगर, विराटनगरदेखि सप्तरी, सप्तरीदेखि इनारबा, इनारबादेखि घर यही गर्दैछु क्या। रेस्ट पाएको छुइनँ एकदम सफर पुरा कन्टिन्यू। गाडीमा चढेर रिनाटा लागेर टाउको दुखेर असन्चो भइसकेको छु म त। म पासपोर्ट साइज फोटो खिच्न स्टुडियोमा। गाइस म घर पुगिसकेँ। आजको लागि यति नै, बाई बाई। अब अर्को दिन नयाँ भ्लग।